लामा लामा कपाल, तीखो दारा भएको डरलाग्दो मुकुण्डो अनि उस्तै शैलीको नृत्य। एकनासले तीव्र गतिमा नाच्ने राक्षस रूपी मजिपा लाखे इन्द्र जात्राभर आकर्षणको केन्द्र बन्ने गर्छ। काठमाडौँ उपत्यकामा निकालिने लाखेहरू मध्ये मजिपा लाखेको छुट्टै महत्व रहेको छ। अब इन्द्र जातको अब एउटा मेनमै पर्छ हाम्रो लाखे पनि हैन। अब जस्तै अब कुमारीको रथ सँगै जाने, कुमारीको बाटो देखाउने हिसाबमा निस्किने हाम्रो लाखे हो। अब यहाँ टोलमा कसैलाई केही नहोस् भनेर पनि एउटा रक्षा गर्ने हिसाबमा पनि लाखेले गर्छ भन्छ। अनि तपाईँको इन्द्र पर्वभरि जस्तो 8 दिन चल्ने भयो हाम्रो। अब यो हाम्रो भदौको कृष्ण पक्षको एकादशीमा निस्किन्छ अनि त्यो बेला निस्केर भोलिपल्टको दिन पेन्टको लागि चित्रकारका लान्छ। त्यसपछि फेरि तपाईँको त्यही एकादशी त्यही कृष्ण पक्षको दशमीमा यहाँ फेरि ल्याउँछ चित्रकारकाबाट ल्याएर तपाईँको अनि फेरि न्याय पूजा हुन्छ हाम्रो। त्यो राखेर भोलिपल्ट चाहिँ कपाल राख्ने हुन्छ दशमी अनि त्यसपल्ट पनि द्वादशीदेखि हाम्रो लाखे बाहिर निस्किन्छ। पुर्ख्यौली रूपमा रञ्जितकारहरूले मात्रै मजिपा लाखे नाच्ने गर्छन्। तर पछिल्लो समय मजिपाटका रञ्जितकारहरू बसाई सरेर अन्यत्र जान थालेपछि भने अरू पनि मजिपा लाखे बन्न थालेका छन्। लाखे बन्ने व्यक्तिले लगाउने गरगहना, मुकुट र पोसाक लगायतको तौल करिब 40-50 किलोग्राम हुने गर्छ। यति धेरै तौल शरीरमा लिएर बाजाको तालमा फुर्तीसँग नाचिरहेको मजिपा लाखेले जो कोहीलाई अचम्मित पार्ने गर्छ। लाखे यसरी तीव्र गतिमा नाच्न सक्नुलाई लाखे बन्नेको शरीरमा दैवी शक्ति आउने भएकाले सम्भव हुने गरेको जनविश्वास रहेको पाइन्छ। त्यो देउतै आएको हिसाबमा देउतै आउँछै होला क्या। म पनि लाखे त 1-2 चोटि भएको छ, तर म त्यति विधि भएको छैन। म अब सानोमा मेरो बुवा बित्नु भएकोले मैले बन्न चाहिँ पाएको छैन। अब लाखे बन्नेहरूले चाहिँ अब देउता आउँछ यस्तो भन्छ क्या तपाईँको। नत्र आफै विचार हुनु नि तपाईँ, हामी 10 किलो लिएर दौडिनु कस्तो गाह्रो हुन्छ। अब लाखे बन्दाखेरि तपाईँको 40-50 किलो वेट लिएर त्यस्तो मजाले झ्यालिन्चाला लखाती नाङ्गो खाली खुट्टा तपाईँको त्यस्तो झ्यालिन्चाला लखातिया हुन्छ होइन। देउताको शक्ति अलिकति हुन्छ भन्छ क्या उनीहरूले बन्ने मान्छेले पनि। किम्वदन्ती अनुसार राक्षस रूपी मजिपा लाखे मजिपाटकी एक युवतीसँग प्रेम सम्बन्ध स्थापित भएपछि मानव रूपमा भेट्न आउने गर्थ्यो। यही क्रममा एक दिन स्थानीयवासीले थाहा पाई लाखेलाई समाएर राजा समक्ष उपस्थित गराए। राजाले भने अन्य राज्यहरूबाट आफ्नो राज्यका बालबालिकालाई बचाउन सहयोग गरे लाखेलाई मजिपाटमै बस्न दिने शर्त राखे। राजाको शर्त स्वीकार गरी लाखे मजिपाटमै बसी स्थानीयवासी र बच्चाको उद्धार गरेको किम्वदन्ती रहेको छ। मजिपा लाखेसँगै झ्यालिन्चा पनि जोडिन्छ। झ्यालिन्चा रूपी बालकले नाच अवधिभर लाखेलाई जिस्काउँदै रिस उठाउने गर्छ। लाखे पनि रिसाउँदै झ्यालिन्चालाई लखेट्ने गर्छ। इन्द्र जात्राभरि झ्यालिन्चा र लाखे टोल टोलमा पुग्ने गर्छन्। अर्को किम्वदन्ती अनुसार मजिपा लाखेसँग बच्चाहरू डराउने भएकाले झ्यालिन्चाले लाखेलाई जिस्काउने गरेको हो र बालक रूपी झ्यालिन्चाले लाखेलाई जिस्काएको नाच हेरेका बालबालिका लाखेसँग नडराउने जनविश्वास छ। काठमाडौँ उपत्यकामा लाखे संस्कृति गुणकामदेवले शहर बसाएदेखि नै शुरू भएको विश्वास गरिन्छ। इन्द्र जात्रा बाहेक अन्य चाडपर्वमा निस्कने लाखेहरू मनोरञ्जनको माध्यम मात्रै नभएर काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको अभिन्न अंग पनि हुन्। क्यामेरामा निरनराज बानाका साथ सूरज खड्का, काठमाडौँ।